मञ्चमा आसन सम्पूर्ण मान्यजन यहाँलाई नमस्कार। तल रहनुभएका मेरा आदरणीय अग्रजहरू, समकालीन साथीहरू, भाइ बहिनीहरू सबैलाई नमस्कार। अब आज म त सभापति पो भएँ, यो पनि कहिलेकाहीँ जोड्नु पर्दो रहेछ। तर मलाई के लाग्छ भने मैले आजको सभा राम्ररी सञ्चालन गरेँ, किनभने कोही पनि उठेर जानु भएन। त्यो चाहिँ मेरो सफलता भन्छु है। यस्तो राम्रो कार्यक्रम आज भयो, त्यसको लागि सीताजीलाई पहिला धन्यवाद, बधाई पनि। र राम्रो चाहिँ मलाई किन लागेको भने 20को दशकदेखि 60को दशकसम्म सक्रिय लेखन गरिरहेका लेखकहरू आज एकै ठाउँ छन्। नरेन्द्र दाई हुनुहुन्छ यहाँ, पुष्कर धोनी दाई हुनुहुन्छ, शैलेन्द्र सागर हुनुहुन्छ, अरू पनि सबै छौँ। यसरी अचेल एकै ठाउँमा यस्तो यो तहका लेखकहरूलाई एकै ठाउँ भेट्न धेरै गाह्रो छ। आज त्यस्तो ठुलो कुरा आयो। मैले पनि यहाँ धेरै दाइहरूलाई 15-20 वर्षपछि भेटेको पनि छु, यी हुँदाहुँदै पनि। त्यसैले पहिलो त यो आजको कार्यक्रम साह्रै नै राम्रो र सफल भयो। अब आज यहाँ हामी मैले मोबाइलमा यो खोजिरहेको छु के भने सीता पाण्डेजी, जसका आज यहाँ खासमा 2टा अनुदित एउटा गर्दाखेरि कृति संख्या 3, तर खासमा कृति चाहिँ 2 मात्रै हामीले यहाँ सार्वजनिक गर्यौँ। यसभन्दा पहिला उहाँका अरू कृति पनि छन्, जस्तो बन्दकी खुसीहरू कथा सङ्ग्रह थियो, कथा सङ्ग्रह पहिलो निक्लेको। त्यसपछि सीता पाण्डेका कथाहरू, अनि यौन र अनुभूति, असजिला खुसीहरू, ज्वरो, अन्तर्द्वन्द, अवतार विघटन, यो चाहिँ उपन्यास, संयुक्त उपन्यास हो, धेरैजना लेख्नुभयो। र अर्को चाहिँ अङ्ग्रेजीको यही भएको। यति किताबहरू उहाँका चाहिँ प्रकाशित भइसकेका छन्। यसबाट के थाहा पाइन्छ भने उहाँ खासमा चाहिँ उहाँ आख्यानकार हो, गद्य लेखक हो, निबन्ध, संस्मरण, कथा तथा उपन्यास र कविता। आज यहाँ एउटा कविता पनि हामीले सार्वजनिक गर्यौँ। र सीता पाण्डेलाई यहाँ धेरैजनाले सीता पाण्डेसँग चित्त दुखाउनु भयो। तपाईँ कहाँ हराउनुभयो, कता जानुभयो, किन विदेशतिर लाग्नुभयो अथवा के भयो भनेर चाहिँ धेरैजनाले चित्त दुखाउनु भयो। तर त्यो चित्त दुखाएको किन मिलेन भने आज कसैले पनि कसैलाई तपाईँ कता जानुभयो भनेर सोध्नु हुँदैन, किनभने हामी सबैजनाको हत्केलामा छौँ। पहिलो कुरा चाहिँ त्यति नै हो, सबैजनाको हत्केलामा छौँ। मनमा चाहिँ थोरै कोही मात्रै हुन्थ्यौँ होला, हत्केलामा चाहिँ सबैजना छौँ कि। त्यसकारण कोही मान्छे त कहाँ छस् भनेर सोध्नु हुँदैन, त्यो मान्छे आफ्नै हत्केलामा छ, आफूले चाहिँ खोज्नुपर्छ। यसो नाम हान्ने बित्तिकै छ भने आउँछ, सारा समाचारहरू आउँछ। त्यसकारण मान्छे अब हत्केलामा छ। सीताजी पनि हत्केलामा, म पनि हत्केलामा। केही आरोप सारोप पनि छन् यहाँ देश छोडेर जाने, त्यसमा म पनि पर्छु। किन छोडेर गयो, किन आए, यो प्रश्नै होइन। म
म ताप्लेजुङमा भएको भए पनि कसलाई के खोजी हुन्थ्यो र यहाँ अहिले कुनै मान्छे रुकुममा होला हामीले कसलाई त्यसलाई कहाँ खोजेका छौँ भौतिक रूपमा को मान्छे कहाँ छ त्यो अर्थ हुँदैन ऊ के गर्दैछ र त्यो कुरो समाजलाई जानकारी छ कि छैन त्यो प्रमुख छ त्यो हिसाबले हेर्दा के देखिन्छ भने आज डायस्पोरामा बसेका मानिसहरू जहाँ जहाँ छन् आर्थिक रूपले सृजनाका रूपले हरेक रूपले नेपालसँग एकदमै धेरै जोडिएका छन् एउटा गोफन्ड खोल्यो भने हप्ता दिनमा त्यहाँ $1 लाख पनि जम्मा गर्न सक्छन् हामीले नेपालमा गोफन्ड खोल्यो भने कति जम्मा होला त हामीले अर्कालाई सहयोग गर्नुपर्दा कति आर्थिक सहयोग गरिरहेका हुन्छौँ नेपालमा बस्दा तर एउटा डायस्पोरिक मान्छे समुदायले कति गर्दैन छ यसै थाहा हुन्छ क्या एउटा मान्छेले फेसबुकमा मेरो किडनी खत्तम भयो दबाई गर्ने पैसा चाहियो भन्यो भने त्यसको खातामा 3 दिनमा डायस्पोराबाट पैसा जम्मा भयो त्यसको दबाई भइसक्छ तर यहाँ चाहिँ एउटा स्पिकर बोकेर घर घरमा त्यो एउटा किडनीको लागि भन्यो भनेदेखि $10 $5 पनि झरेको देखेको हामीले हेर्ने कुरा चाहिँ के छ भने कोही मान्छे कहाँ छन् भन्ने होइन देश माया मारेर गएका भए तिनीहरू त्यसो गर्ने थिएनन् र मलाई के लाग्छ भने मैले त्यसको बारेमा साह्रै धेरै लेखेँ र म विदेशमा पनि गएपछि मलाई नि के अनुभव भयो भने खासमा म नेपालमा हुन्छ म नेपाली नै रहेको छु क्या मनले जब म विदेश गएँ अमेरिका गएँ म दिनै नेपाली हुँदै आएँ क्या कस्तो कडा नेपाली भएर त्यसकारण नेपाली हुँ कि होइन भन्ने जान्न केही समय विदेश पनि जानै पर्ने रहेछ सुरेन्द्रजीले पनि गए हुन्छ क्या 2 हप्ता भए पनि गए हुन्छ तपाईँ नेपाली होइन त्यति चाहिँ म भनिदिन्छु यहाँबाट हो कि र अब म यो अरू कुराको भन्दा पनि म के भन्छु भने सीता पाण्डेका किताबको सङ्ख्यालाई प्रकाशन काल हेऱ्यो भने हामीले उहाँलाई त्यहाँदेखि यहाँसम्म सघाइ आउनुपर्छ सलभ दाइ त्यहाँ हुनुहुन्छ हामी झापाली म त उहाँहरूको पछि लागेर लेखक कवि भएको मान्छे हो सीता पाण्डे उमेरले मेरो दिदी हो तर हामी लेखनमा समकालीन भयौँ र उहाँका यी कृतिहरू जुन छन् ज्वरो भन्ने एउटा कथा गरिमामा छापिएपछि त्यो ज्वरो भन्ने कथाले को हल्ला गर्नु तर खासमा त्यो ज्वरो कथा अहिले पनि पढ्यो भने बालिकाहरूमाथि यौन हिंसा कसरी हुन्छ बालिकाहरूलाई कति हदसम्म चाहिँ पुरुषहरूबाट चाहिँ यौन हिंसा भन्ने कुरा कस्तो पीडादायक कथा छ कि त्यो एउटा स्कुलको चौकीदारले पानी खान गएको छात्रलाई आफ्नो जनेन्द्र समात्न लाउँछ क्या त्यो जोर पछि त्यो केटी चाहिँ त्यति बेलादेखि ज्वरो आएर घर फर्किन्छ त्यसलाई किन ज्वरो आयो भन्ने कुरा त्यति बेला कथा पढ्नेले यौन उद्वेगले ज्वरो आयो भन्ने बुझ्यो होला तर त्यो यौन उद्वेगले ज्वरो आएको थिएन त्यसलाई त्यो टिनेजर 9-10 क्लासमा पढेको विद्यार्थीलाई कसैले त्यसरी चाहिँ ट्युबवेलमा पानी खाँदै गर्दा त्यस्तो पार्यो भने त्यसलाई ज्वरो होइन त्यसलाई त अहिलेको हो भने त अहिलेका बच्चा त सुसाइडै गर्न सक्छ यी कथामा सधैँ आमा र बा सुत्ने घाटमा एक दिन त्यो पात्र गएर सुत्छे बाबुलाई थाहा छैन आएर बाबु सुत्यो होइन बाबुले केही पनि गरेन तर आमाको घाटमा सुत्नु हुँदो रहेछ नि हामी कसले भन्न सक्छौँ के त्यस्तो आज नै होइन त्यो यहाँ छापेका धेरै कुराहरू पहिला छापेकैहरू हुन् पत्र पत्रिकामा त्यसकारण सीता पाण्डेलाई यौन र अनुभूति भन्ने किताब लेख्नेदेखि पनि त्यति बेलाका पाठकहरूले एउटा यौनबारे खुल्ला लेख्न सक्ने महिला मात्रै भन्थे तर उहाँले यौनबारे लेखेका लेखकको गुणवत्ताको बारेमा चाहिँ त्यति हुँदैन थिएछ पुष्कर राईले ज्वरोको बारेमा मैले गरेँ भने म गरेको कुरा भन्छु नेपाली साहित्यमा यौनलाई मात्रै विषय बनाएर जीवनभरि लेख्ने पुष्कर पनि यहाँ हुन्छ अघि आएर बोलेर जान्छ उहाँको एउटा कौडी भन्ने कवितालाई बारम्बार हामीले प्रयोग गर्छौँ यौनको एउटा बिम्बको त्यसो हुनाले जबसम्म हामी बोल्न सक्दैनौँ हामी पुरानो इनार हुन्छौँ
फोहोरै मात्रै हुन्छ इनारमा, जुन इनारको पानी खाइँदैन पुरेको पनि हुँदैन, अनि फोहोर गएर हालेको हुन्छ। धेरै मान्छे हामी पुरानो इनार छौँ, आफूलाई आफैले सफा नै गर्दैन। त्यसैले यी कृतिहरू अनिवार्य रूपमा पढ्नुपर्ने कृतिहरू। अब सभापतिले नि धेरै बोलेर यहाँ मान्छेलाई भोक बिगार्ने त हुँदैन, तर म सीताजीको एउटा कविता पढ्छु र त्यो कविताको अलिकति पृष्ठभूमि भन्छु। मौरीले गुल्यो गुल्यो खोज्छ भन्छन्, झिँगाले फोहोर फोहोर खोज्छ भन्छन्, म कृष्ण धरावासी चाहिँ पीडा र दुःखहरू नै धेरै खोज्छु। त्यहीसँग सम्बन्धित एउटा कविता पढ्छु र यसको पृष्ठभूमि पछि मेरा कुरा सक्छु। सीता पाण्डेको कविता सङ्ग्रहमा एउटा कविता छ, मेरो कविताको पहिलो श्रोता। यो कविता अमेरिकामा पहिलोपल्ट उहाँले सुनाउनु भएको थियो। सुन्ने र भन्ने दुवै रोएका थिए। रोउन मैले पढेको होइन, किताबमा छापेको थिएँ। मेरो कविताको पहिलो श्रोता, तिमी थुप्रै कौतूहलका ढोका उगार्दै आयौ, म तिम्रो आगमनले झन् खुसी हुँदै गएँ, झन् झन् आनन्दमा डुब्दै गएँ। हरेक पल र क्षणलाई तिम्रो सामिप्यले मादकता भरिदिन्थ्यो। तिम्रा हरेक बदमासी र चञ्चलता पनि मोह लाग्थ्यो, एउटा आनन्दमय पीडा दिन्थ्यो। मेरो व्यस्त जिन्दगीको समयको कुनै टुक्रा कहिले कतै उभियो भने म तिमीलाई भेट्न आतुर हुन्थेँ। तिमीलाई गीत नबरुन्जेल अँगालो मार्न र मोही खान अतारिन्थेँ। तिमीलाई त के थाहा र, मन लाग्यो भने कुनै पनि बखत आइदिन्थ्यौ। तिमी आउँदा मलाई मेरो सपनाको राजकुमार आए जस्तो लाग्थ्यो। शिशि ऋतुमा पनि बसन्त आए जस्तो लाग्थ्यो। म त्यसै त्यसै गुलाब जस्तै फक्रिदिन्थेँ, जाई जुई जस्तै भइदिन्थेँ, चरा जस्तै उडिदिन्थेँ। बाख्राका साना साना पाठहरू जस्तै तिम्रो सामिप्य र स्पर्शले त्यसै त्यसै खुसीले मारिदिन्थेँ। तिम्रा ती घुम्रिएका कैला कपाल म सधैँ सुमसुमाउन चाहन्थेँ। तिमीलाई आफूसित टाँच्न चाहन्थेँ र गहिरो निन्द्रा सुत्न चाहन्थेँ। तर तिमी तपाईँ पनि पो रहेछौ। मेरो मायालाई स्नेहको पनि अँगालोलाई समेत चटक्क छिनाएर गयो। थाहा पनि नदी कहिले नफर्किने गयो। तिमीले पढ्दै गएका किताबका पानाहरू खुलेछन्। लेखिरहेको कलमको बिर्को पनि बन्द गरेका रहेनछौ। बक्सीको त्यो पन्चिङ ब्याग तिमीलाई कुरेको कुरियै छ। रिङमा तिमीले अझै केही बाउटा खेल्न बाँकी नै थियो। तिमीले पहिलो पटक बजाएको गिटार जस्तोको तस्तै छ र म त्यही नबजाएको गिटारबाट निस्केको मिठो धुन सधैँ सुनिरहन्छु। तिम्रा सबै उस्तै छन्, तिम्रा सबै उस्तै छन्, जहाँको कहीँ छन् र अमृत छन्। बजाउने गरेको गिटार जहाँको कहीँ छ। तिमीले बनाएका गीतका धुनहरू पनि पुरा भएका छैनन्। तिम्रो गिटारको धुन अझै सकिएको छैन। तिम्रा चिजहरू सबै दुरुस्त छन्। सधैँ बाहिर जाँदा तिमी भन्ने गर्थ्यौ, ढिलो वा छिटो आउँछु। यसपटक त भन्न पनि भ्याएनौ र बा भन्न पनि भ्याएनौ वा मैले पो सुन्न बिर्सेँ कि। तिमी मेरो कविताको पहिलो श्रोता हुन्थ्यौ र हौ मलाई थाहा छैन तिमी कति बुझ्थ्यौ कविता वा पटक्कै बुझ्दैनथ्यौ। तर मलाई सधैँ लाग्थ्यो तिमी नै मेरो कविताको असल श्रोता हौ। कविता पुरा नहुन्जेल मन्त्रमुक्त भएर सधैँ सुनिरहन्थ्यौ। आज तिमी छैनौ। मेरो मन मस्तिष्क विचारहरूमा छाएका छौ। मभित्र बाँचेका छौ। अझै मेरा कविता महाभित्रको तिम्रो यही उपस्थितिलाई सुनाउँछु। तिमी त मेरो प्रथम श्रोता हो। यो कविता शोक कविता हो र आफ्नो पुत्रको वियोगपछि लेखेको कविता। शैलेन्द्र साकारलाई पर भावुक हुँदै हुनुहुन्छ। उहाँले पनि त्यस्तै गरी आफ्नो पुत्रलाई अमेरिकामा गुमाउनु र सीता पाण्डेको एकमात्र छोरा 22 वर्षको गाडी दुर्घटनामा खुसी भएर घरबाट निक्लेको मान्छे गाडी दुर्घटनामा बितेको फोन आयो।
र फ्युनरल हाउसमा उहाँले फ्युनरल हाउस लानुभन्दा पहिला उहाँले देख्नुभयो। यो घटना हुँदा विश्वप्रकाश शर्मा, म र कृष्ण भण्डारी उहाँलाई भेट्न गयौँ। यही कवितामा भने जस्तै उहाँले कहिले गिटार लिएर आउनुहुन्छ, यही गिटार बजाउँथ्यो भन्नुहुन्छ, कहिले ग्लोबहरू लिएर आउनुहुन्छ, यही ग्लोबले पञ्चिङ गर्थ्यो भन्नुहुन्छ, कहिले फुटबल लिएर आउनुहुन्छ, यही फुटबल त्यहाँ खेल्थ्यो भन्नुहुन्छ। यो कुरा मैले मेरो ग्रेट फर्स्ट उपन्यासमा लेखेको छु। तर कि सीता पाण्डेलाई देख्दा त्यो पीडा बोकिरहेको आमा जस्तो देखिन्छ। मान्छे भौतिकीमा देखिँदा, अनुहारमा देखिँदा, शरीरमा देखिँदा, श्रृङ्गारहरूमा, लुगाहरूमा देखिँदा जस्तो देखिन्छ के त्यस्तै हुन्छ त? हामी सबै पनि त्यस्तै छौँ त? त्यसैले सीता पाण्डे कवितामा देखिने, किताबहरूमा देखिने, शरीरले देखिने र भित्र लुकेर बसेकी आमा फरक फरक व्यक्तित्वमा छ। आज हामीले लेखक सीता पाण्डे देख्यौँ, तर मैले चाहिँ एकमात्र छोरो 22 वर्षको छोरो गुमाएकी रोइरहेकी आमा त्यस बेला पनि देखेको हुँ, अहिले पनि देखेको छु। सीता पाण्डेबारे कुरा गर्दा उहाँका कविताका कुरा, यौनपरक लेखनका कुरा मात्रै होइन, यो कुरा पनि थाहा पाउनुपर्छ भनेर लागेर मैले भनेको हुँ सन्दर्भमा कविता लेखेर। यसपछि अघि बढ्नु उपयुक्त छैन। यहाँहरू सबैलाई धन्यवाद। आजको कार्यक्रम यही विसर्जन गर्छु। नमस्कार। अब हामी विवाह भोजको कार्यक्रम